नमस्कार साथीहरू, के छ खबर? सबैजना आराम हुनुहुन्छ होला। आज चाहिँ फ्राइडे छुट्टीको दिन बिहानै उठेर फ्रेस भएर चिया खाएर हामी चाहिँ सपिङ गर्न लुलु हाइपर मार्केटतिर जाँदैछौँ। मैले साथीहरूसित रमाइलो गर्दै एउटै गाडीमा गयौँ। हामी बाटोहरूको दृश्य लिँदै रमाइलो गर्दै गयौँ। यो बाटो भर्खर बन्दैछ, यहाँ चाहिँ टक्क हामी जाँदैछौँ गफ गर्दै रमाइलो गरिरहेछौँ। हामी लुलु मार्केट पुगिसक्यौँ। यहाँ चाहिँ लुलु मार्केटमा सपिङ गर्ने क्रममा मैले चाहिँ एउटा लगेज अनि एक दुईवटा टी सर्टहरू लिएँ। ललित भाइले पनि टी सर्टहरू लियो अरे। अनि दाइहरू चिकनहरू हेर्दै हुनुहुन्छ। जे होस्, लुलु मार्केट चाहिँ एकदम सफा राम्रो रहेछ। यहाँ म चाहिँ फर्स्ट टाइम गएको यो अलासाको लुलु मार्केट चाहिँ। पहिला सामान डेलिभरी गर्न चाहिँ पछाडिबाट रिसिप्सनबाट गएको थिएँ। अहिले यसपालि चाहिँ फर्स्ट टाइम देखेँ। अनि खुसीको कुरा चाहिँ यहाँ नेपाली उत्पादन अकबरे खोर्सानी, नर्मल खोर्सानी पनि पाउँदो रहेछ। त्यो देखेर एकदम खुसी लाग्यो। मैले पनि 2 प्याकेट लिएँ अनि एकछिन रमाइलो गऱ्यौँ, बस्यौँ। अनि त्यहाँ चाहिँ समोसाहरू पनि पाउँदो रहेछ बेकरी साइडमा। अनि समोसाहरू, पकौडाहरू हामीले किन्यौँ। अनि गफ गर्दै सब्जीहरू हेर्दै सबै भेजिटेबल आइटमहरू हामीले हाम्रो लागि एक हप्तालाई पुग्ने गरी किन्यौँ ओर्यौँ। अनि रिसिप्सनमा पैसा बुझायौँ। त्यस पछाडि बाहिर निक्लेर एकछिन बस्यौँ खाजा खाँदै। त्यस पछाडि हामीले सामान गाडीमा लोड गरेर लिएर आयौँ।